आमा तिमी कति प्यारी, तिम्रा बारे कसैले सोधे भने वर्णन गरी थाक्दिन होला म। आमा सुनेकी थिए म पहिलो पटक रुँदा तिमी हाँसेकी थियौ रे, मलाई लङ्गाली आफ्ना खुसीका आँसु बगाएकी थियौ रे। आमा तिमीले ताते ताते भनी सुरु गरिदिएको मेरो यात्रा सधैँ जारी रहनेछ। तिमीले तोते बोलेर सिकाएका यी आवाज अहिले यहाँसम्म आइपुगेका छन्। म दुःखमा हुँदा, म अबुझ हुँदा मेरो छहारी भई बसिदेऊ तिमी। सानै छे केही गल्ती पो गर्ने हो कि, केही नराम्रो पो हुने हो कि भनी म सँगै पाइला हाल्यौ तिमी। तिम्रो त्यो प्रेमलाई म कसरी वर्णन गरौँ, कहाँबाट गरौँ, कताबाट गरौँ भन न आमा। मलाई यस धरतीमा ल्याउने मेरी प्यारी आमा, तिमी मेरो भगवान हौ, मेरो प्राण हौ, मेरो सारा संसार हौ। आमा तिम्रो मुहारमा जब मुस्कान देख्छु तब संसारै देख्छु। आमा तिमी छौ र त म छु। आमा मलाई जन्म दिने तिमी, मलाई प्राण दिने तिमी, मलाई संसार देख्न दृष्टि दिने तिमी। आफ्नो दुःखमा पनि मलाई खुसी पार्न अघि बढ्यौ तिमी। मेरा अगाडि आँसु लुकाए मेरो पछि रुने तिमी। मलाई कहिले रुवाएनौ, पाउमा ठेस पुग्न दिएनौ। तिमीले राखेका सपनाहरू अपुरो कसरी उड्दिन सक्छु र म। आश राख्नु, धैर्य गर्नु, एक दिन अवश्य सफल हुनेछु म। आमा तिमी लक्ष्मी सरस्वती, तिमी सबै देवी, हाम्रो घरलाई सधैँ उज्यालो पार्ने बत्ती हौ तिमी। आमा तिमी त्यो हौ, मलाई कुनै शब्दले वर्णन गर्न आउँदैन। तिमी त्यो हौ जसको मायालाई मूल्याङ्कन गर्न सक्दिनँ भन्दै यहाँ उपस्थित सम्पूर्ण आमाहरूलाई आफ्नो कवितालाई मन पराइदिनु